हेलो साथीहरू, यो भिडियो चाहिँ स्पेसली हाम्रो चाहिँ होटल लाइनमा काम गर्ने साथीहरूलाई लागि बनाइरहेको छ। स्पेसली हाम्रो सेफहरूको चाहिँ म धेरै हाम्रो साथीहरूको धेरै गुनासो सुन्छु कि म है के अरे हामी त यति वर्ष भयो काम गरेको यो ठाउँमा होइन, हाम्रो के अरे पैसा बढेन होइन, हाम्रो प्रमोसन पनि भएन भन्नुहुन्छ कि म सर्वप्रथम तपाईँले के भन्न चाहन्छु भने है सबैजनालाई के हुन्छ भने तपाईँले हामीले जहाँ एकै ठाउँमा हामी निरन्तर 4 वर्ष 5 वर्ष काम गऱ्यौँ भने त्यो हामीलाई प्रमोसन नि हुन्छ तर सेलेरी नि बढ्छ, तर हाम्रो काम अनुसार हाम्रो क्षमता क्षमता अनुसार कमाइ त हामीले गर्न सक्दैनौँ। किनभने किनभने त्यहाँ गयो भने तपाईँलाई जस्तो अरूलाई बाहिरबाट आउने तपाईँले कमै दिन्छ क्या। जस्तो इक्जाम्पल तपाईँकै त्यही पोस्टमा बाहिर तपाईँ इक्जाम्पलमा तपाईँलाई ल भनौँ म कोही चाहिँ कुरा गर्छ तपाईँलाई कोही तपाईँलाई 300 दिएर ल्याए भने बाहिरकोलाई बाहिर नयाँ आउनेलाई त्यही पोस्टमा त तपाईँले के गर्छ 230 250 दिन्छ कि बुझ्नुभयो नि। त्यहाँ तपाईँले चाहिँ त्यही भएर भन्छ सबैजनाले हरेक आफू नै चाहिँ लाग्छ यो मलाई म अब यहाँ अझ राम्रो गर्न सक्छु भन्ने अब क्षमता छ भने आत्मविश्वास हुने बित्तिकै गर्नुपर्छ जम्प गरिहाल्ने अर्को ठाउँमा बुझ्नुभयो नि। जस्तो 1.5 2 वर्ष म्याक्सिमम् 1.5 वर्षभित्र गर्ने अन्त खोज्ने आफूलाई अपडेट गर्ने कि त्यहाँ भनेको चाहिँ बुझ्नुभयो नि। त्यो तपाईँको तपाईँ नयाँ ठाउँमा बस्दा तपाईँले नयाँ कुरा सिक्न पाउनु हुने भयो र तपाईँले आफूले एउटा के भन्नु अलि माथि जस्तो बनाउन सक्नुभयो नि त। तपाईँ त्यही ठाउँमा बसेर काम गर्नुहुन्छ तपाईँले के हुन्छ तपाईँले नयाँ एक्स्ट्रा के सिक्नै पाउनु हुँदैन कि सिक्न नपाएस कि तपाईँलाई हो नलेज होला त तपाईँले एउटा मात्रै ठाउँको नलेज भयो नि त। त्यही भएर आफूलाई चाहिँ नि होइन अलिकति चाहिँ नि राम्रो स्तरमा लान चाहनुहुन्छ भने नि हरेक 1 देखि 1.5 वर्षभित्र कम्पनसेट गर्ने गर्नुहोस् कि है। यो चाहिँ मैले देखेको र मैले आफूले जाने बुझेको कुरा भन्दैछु।